Just reflecting the sun's fading light. Here where we walked, I recall our past bliss. I think of your tender, tight, truthful kiss. The memory remains, though you've made your retreat. A promise still pending, bittersweet. हामी चाहिँ अहिले धेरै टाढा मेरो घरदेखि चाहिँ धेरै टाढा जङ्गलमा आएका छौँ। यो जङ्गललाई जवारी भन्छ अनि विशेष हामी आउनुको कारण चाहिँ सोत्तर खोज्नु हो हैन। अनि किन यति तल आउनु पर्यो भन्दाखेरि चाहिँ यहाँ चाहिँ सल्लाह छ हैन। सल्लाहको सोत्तर दिन आएको अनि म तपाईहरुलाई देखाउँछु है सल्लाह सोत्तर कसरी खोज्छौँ हामी हाम्रो गाउँमा। अनि सोत्तर खोज्नलाई चाहिँ एकदमै यो चाहिँ आवश्यक अनि एकदमै यसले चाहिँ सजिलो हुन्छ, टिप्न मद्दत सहज बनाउँछ यसले चाहिँ। र काम गर्दै गर्दा पन्जा चाहिँ हामीले अनिवार्य लाउनु पर्ने हुन्छ, चोटपटक लाग्नबाट बचाउँछ। अनि यस्तोहरू हामीले यसरी भेलाएर चाहिँ हामीले लानुपर्ने हुन्छ। कति मजाले भेलाको कस्तो मजाले टिप्छ क्या अहिले टिप्दो रहेछ होइन। हेर्नु अब स्टोरी होइन। डोकोमा होइन डोकोमा हाल्यो ठिक छ। दाउराको लागि काम बबाल हुन्छ हैन। दाउरा भन्दा बेस्ट हुन्छ यार यो त, पुरा पेट्रोल हाले जस्तै बल्छ क्या। यसमा उयो हुन्छ क्या कोटो कोटो त्यो जस्तो त्यो बल्छ होइन। लाएर लाने प्रयासले खोजेको यो चाहिँ सबै। यहाँ चाहिँ एक बोरा चाहिँ हामी यही लानु आँटिरहेको छौँ। छैन हामी तलदेखि निकै माथि आइसकेका छौँ। यहाँ चाहिँ प्रयासले घाँस काटिरहेको छ। यो मेरो भारी यहाँ त साह्रै मजाले निस्किरहेको छ कुच्चो पनि। म चाहिँ सोत्रो खोज्न आएको अनि प्रयास चाहिँ घाँस लिन। दृश्यहरू यस्तो छ यहाँ, खेत हो त्यो जङ्गलले तर निकै भरिया छ। तिमीले काटेको म चाहिँ हेर्दै बस्नु पर्यो। अघि मलाई सघायो, अब म चाहिँ हेर्दै बस्नु पर्यो। त्यत्रो एक बरा दाउरा खोज्नु सकाएको हो नि त तिमीले मलाई। हिजो आज पन्जा लाउनु छोड्यो तिमीले? साह्रै गाह्रो भयो होला हौ तिमीलाई त। अहिले चाहिँ हामी प्रयासको घरमा पुगेका छौँ जङ्गलदेखि। अनि प्रयासले चाहिँ मलाई सुन्तला दिन आँटिरहेको छ। सुन्तला चाहिँ यस्तो छ है। अनि यो चाहिँ इन्डिङ अरे होइन के भन्छ सकिन आँट्यो अरे होइन। म टिपौँ सुन्तला चाहिँ अब खाने हो हामी। कुन चाहिँ गुलियो छ अरे? ए यस्तो छ सुन्तलाको बोटहरू चाहिँ लास्टै धेरै छ यहाँ। यतादेखि यस्तो छ है, यस्तो छ, त्यो चाहिँ घर छ। अब हामी सुन्तला खान्छौँ। आधी खाइसकेँ, एकदमै गुलिएर छ, सानो भयो भने अहिले चाहिँ मजाले पाक्यो। सोत्रो चाहिँ यिनीहरूको लागि हो कि मैले ल्याएको, त्यति तल जानु परेको। भर्खर यो ब्याएको छ होइन। अनि यिनीहरूलाई चाहिँ चिलाउने लाग्छ भनेर होइन।
एलर्जी हुन्छ भनेर चाहिँ यो सल्लाहकै पात नै चाहिन्छ यिनीहरूलाई। त्यसको लागि भने चाहिँ यिनीहरूको जिउमा चाहिँ पुरा होइन चिलाउने निस्किन्छ। सो कारणले सल्लाहको लिन जानुपर्छ धेरै टाढा, नजिक छैन हाम्रो घरदेखि चाहिँ नजिक चाहिँ सल्लाहको बोटहरू छैन अनि धेरै टाढा जानुपर्छ। एउटा भनेको अघि गएको ठाउँमा हो, अर्को चाहिँ हामी बनपला जानुपर्छ क्या। र बनपला चाहिँ सकिसकेको छ अनि जौबारी जानुपर्छ। यस्तै छ है गाइज। एक्लै हुँदा चाहिँ म सेल्फी स्टिकलाई स्ट्यान्ड बनाएर राखेर यसरी भिडियोहरू बनाउँथेँ। तर यो भिडियो बनाइसके पश्चात लगतै होइन यो सेल्फी स्टिक पनि भाँच्यो लडेर। अनि यहाँ चाहिँ विभिन्न प्रकारको झारहरू हुन्छ होइन, अनि यहाँदेखि हामीले चाहिँ छानेर लगेर यहाँदेखि भेलाएर होइन लगेर हामीले चाहिँ बुङ्गुरहरूलाई दिनुपर्ने हुन्छ। आजको भ्लगलाई म इन गर्न चाहन्छु। अनि जसले पनि यो भिडियोले अन्तिमसम्म हेरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धन्यवाद, हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई होइन। गाउँघरको जिए चाहिँ यस्तै छ, गाउँघरमा बसिसकेपछि यो चाहिँ बेसिक कामहरू हो, यस्तो कामहरू चाहिँ गरि नै बसिन्छ। अनि सो त्यही कुराहरूलाई मैले तपाईँहरूको माझमा राखेको छु। अनि यस्तै छ। अब हामी भेट्नेछौँ अर्को भिडियोमा।